टी20 विश्वकप अघि नेपालले श्रीलङ्का र भारतमा अभ्यास खेल खेल्ने। आगामी फेब्रुअरी 7 बाट सुरु हुने आइसिसी टी20 विश्वकप अघि नेपालले श्रीलङ्का र भारतमा अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संज्ञानले विश्वकप अघि नेपालले खेल्ने अभ्यास खेलहरू सार्वजनिक गरेको हो। नेपालले जनवरी 20, 22 र 24 मा श्रीलङ्का एसँग अभ्यास खेल खेल्नेछ। त्यसपछि जनवरी 29 र 31 मा भारतमा 2 अभ्यास खेल खेल्ने तालिका छ। अहिले नेपाली राष्ट्रिय क्रिकेट टोलीले रूपन्देहीको तिलोतमामा रहेको एक्स्ट्राटेक क्रिकेट मैदानमा अभ्यास गरिरहेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल, उपकप्तान दिपेन्द्र सिंह एरी, कुशल बुर्तेल, आसिफ शेख, सन्दीप जोहरा, लोकेश बम, सोमपाल कामी, गुलशन झा, करण केसी, बसिर अहमद, आरिफ शेख, शेर मल्ल, नन्दन यादव र ललित नारायण राजवंशी एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा अभ्यास गरिरहेका छन् भने सन्दीप लामिछाने बङ्गलादेशमा भइरहेको बीपीएल खेलिरहेका छन्। सन्दीप खेलेको राजाशाही वारियर्स 8 खेलमा 6 खेल जितेर 12 अङ्कसहित उच्च स्थानमा छ।